साथीहरू के अरे हजुरहरूलाई थाहा छँदैछ खेतको र पेटको चाहिँ अन्दाजा गर्न सक्दैन भनेर, जसले गर्दा के हुन्छ भने हाम्रो घरमा चाहिँ जहिले पनि तपाईको जुठोहरू वेस्ट गइरहेको हुन्छ। र म के सल्लाह दिन चाहन्छु भने यदि हजुरहरूसँग जग्गा छ भने, थोरै पनि जग्गा छ भने तपाईहरुले पोखरी खनाउन चाहिँ मैले चाहिँ धेरै नै फाइदा देखेँ। किनभने हाम्रो घरमा जति पनि जुठोहरू तपाईको वेस्ट भएको कुराहरू चाहिँ त्यसले सङ्कलन गरेर र यो हामीले चाहिँ माछालाई चाहिँ दिन सक्यौं भने तपाईको चाहिँ त्यो माछाबाट चाहिँ आम्दानी गर्न सकिन्छ। अथवा गाउँघरमा हाम्रो घरमा चाहिँ पाहुना आउँदाखेरि तपाईको माछा त जतिखेर त पाउँदैन, तर आफूसँग पोखरी छ भने र आफूलाई के अरे फुर्सद छ भने तपाईको जाल हानेर पनि एकछिन के अरे माछा बल्झाएर ल्याउन सकिन्छ। पाहुनाहरू पनि खुश भयो, हामीले खर्च पनि भएन। र तपाईको चाहिँ यस्तो अब पोखरी हुँदाखेरि चाहिँ टाइम पास पनि हुने रहेछ। किनभने तपाईको अब कोही भन्छ नि जसको चाहिँ के अरे बिजी हुन्छ त्यसको लाइफ चाहिँ इजी हुँदो रहेछ। त्यसले गर्दाखेरि कुनै बेला आएर तपाईको अब घाँसहरू काट्ने, तपाईको माछाहरूलाई लगाउने घाँस काटेर आफूले अलिकति जाँगर पनि बनिरहेको हुन्छ। अनि त्यस्तै तपाईको अब के अरे अब कुनै बेला अब एकान्तमा बस्न मन लाग्यो भने आएर टक्क आफ्नो पोखरीको डिलमा बसेर आफूले केही अध्ययन गरे पनि भयो, केही तपाईको मोबाइलहरुमा हेरे पनि भयो, धेरै सजिलो हुँदै रहेछ। त्यस्तै तपाईको अब यो पोखरीको छेउछेउमा चाहिँ केराहरू लगाइदिँदाखेरि त्यसबाट पनि तपाईको आम्दानी हुने रहेछ, तरकारी पनि हुने रहेछ, तपाईको पाकेपछि खान पनि मिल्ने रहेछ। तपाईको मलाई लाग्छ यो खेती भन्दा नि यो तपाईको यो जस्तै अब जति कठामा खेती र त्यसको बाली हुन्छ त्यो भन्दा बढी चाहिँ यो पोखरीमा आम्दानी हुँदो रहेछ। र तपाईको चाहिँ त्यति मेहनत पनि केही पनि मेहनत लाग्दैन। यस्तै साधारण तरिकाले हो, आफूले टाइम पास गरे जस्तो हुन्छ, तर चाहिँ आम्दानी चाहिँ एकदम राम्रो हुँदो रहेछ। र आफ्नै घरमा भएको वेस्ट कुराहरू पनि व्यवस्थापन हुँदो रहेछ। हजुरहरूलाई यो जानकारी कस्तो लाग्यो कमेन्टमा बताउनु होला। अहिलेको लागि चाहिँ धन्यवाद।